के छ अनि मेरो मुटुभित्र बसेको मान्छेहरूको हालखबर आज पनि हामी ट्याक्कासँगले होइन घुम्न निक्ल्यौँ। अब घुम्न निक्लेपछि त अब मजा आइहाल्छ नि होइन, मजा आउँछ के घुम्न निक्लेपछि। ट्याक्कासँगले चाहिँ हाम्रो यो मेरो जिग्री ब्रो प्रशान्त भाइलाई भेटिरहेको छु होइन, प्रशान्त भाइसँग निक्लेको मजाले। अनि यहाँ हाम्रो यो यिनेन्द्र हो, यो क्यामेराम्यान हो, अरू क्यामेरा मेरो गर्ने मान्छे यही हो। अनि हामी ठ्याक्कसँगले यो टाइपले के हिँड्न निक्लेको चाहिँ अब थोडा दूर जा त और जा पुरा देख बस। अनि त्यहाँबाट हाफ प्यान्ट लगाएर होइन, हाफ प्यान्ट जुत्ता अनि त्यहाँबाट टी सर्ट होइन त्यस्तो लगाएर चाहिँ हामी अब घुम्न निक्ल्यौँ। यस्तो आज चाहिँ हल्का भ्यू हेर्न पाउनुहुन्छ क्या, यता उता के सबै देखाइदिन्छु म अलिअलि ट्याक्कसँगले होइन। यो चाहिँ हेरौँ के सबैले हेरौँ यो कस्तो लाग्छ होइन, यस्तो खालको हेर्नुपर्छ कि हामीले सबैले मिलेर हेर्नुपर्छ। अब घर उता गाउँघरमा हुने मान्छेहरू होइन, अब यता नआउने मान्छेहरू यस्तो नदेखेको होइन। मैले पनि यो जग्गामा अब आउन पाउँदिनँ बारे यहाँबाट सरिसकेपछि होइन। यो चाहिँ अब मेरो लागि पनि रहन्छ, हजुरहरूले पनि देख्न सक्नुहुन्छ कि कस्तो लाग्यो भन्ने कुरो, कस्तो रहेछ भन्ने कुरो होइन। त्यही हो अब भिडियो गर्नु देखाउनुको मतलब त्यही त हो नि होइन। तपाईँहरूले पनि मेरो साथीहरूले मेरो होइन साथीहरू केटाहरू होइन मेरो सबै साथीहरूले पनि अब साथी कस्तो ठाउँमा छ भन्ने कुरो हेर्दै गर साथी हो होइन। मेरो भाइ बहिनी सबैले हेर्नुपर्छ नि के छ नि, पुरा वरिपरि घुरेर हेरिदिनु पऱ्यो है त ल सबैजनाले, यहाँबाट सबैजनाले हेरिदिनु पऱ्यो। यहाँ हेर्नुहोस् त यो भने जस्तो पाराले क्या न मैले लेखे न उनले लेखिन् न कसले लेख्यो आँसु सरी जिन्दगीको मेरो कथा, जिन्दगीको मेरो कथा। तेरो कमेन्ट देखेर फर्के म, तेरो शब्द सुनेर तर्से म, मेरो आत्मा फर्कियो म दिमाग चर्कियो, तेरा शब्दले म दिमाग फर्कियो, मेरो दिनभरि टेन्सन गएन ल, मैले शब्दहरू बयान गर्न सकिनँ ल, तेरा शब्दै नै ठुला त नै ठुलो, तेरो कुराले मेरो दिमाग तर्कियो, म गर्न सक्दिनँ केही, बुझ्न सक्दिनँ म केही, मैले जाने छैन केही, तैँले मात्रै जानिस् ल, मैले कमाउन सकेको छैन केही, तैँले मात्रै कमाइस् ल, तेरो मात्रै धन हो, म यहाँ गरिब हो, म यहाँ गरिब हो। तैँले हेर्दै जा, तैँले हेर्दै जा, देख्दै जान्छस् नि म पनि के हो बुझ्दै जान्छस् नि। गीत मात्रै मैले गाएको होइन ल, गीत मात्रै मैले गाएको होइन ल, यति कुरा बुझ त, यति कुरा बुझ त, मैले मनका कुरा पनि कति प्राय खोलेको हो, मैले गीत लेख्न बाँकी छ, गीत मेरो आउँदैछ, ऱ्याप मात्रै होइन यहाँ मिक्सिङ डान्स मात्रै होइन यहाँ चिक्सिङ, सब हुन्छ ल, सब हुन्छ ल। नहीं हो रहा, मैं बना रहा हूँ, मेरे को नहीं पता। ये छूट गया यार, ये डायरेक्ट इधर ही बैठता है। मार दूं पुसिंग, दिखा देना यार, ये तो बड़ा अच्छा चीज है यार। धक्का मारना वहाँ से आ, वहाँ से सक्नुहुन्छ यहाँ बुढो गोरु यहाँ केटाकेटीले जस्तो खेल्दैछ यहाँनिर, देख्नुभयो नि यसलाई।
दामी फेसिलिटी छ है पार्क छ जग्गा जग्गामै त्यहाँबाट उसको माथि के अरे यस्तो जिम सिम एक्सर्साइज गर्नेहरू चिजहरू छ हेर रोसमेरी यो कपालमा लाउँदाखेरि नि त रोसमेरी हो कपालमा लाउँदाखेरि कपाल झर्दैन क्या त्यो बिजोग छ नि त यहाँनिर घन्टा जस्तो जुन शुक्रबार शनिबार छुट्टी हुन्छ आफ्नो होइन त्यो दिन चाहिँ मार्केटै खुलेको हुँदैन क्या एउटा मार्केट खुल्ला हुँदैन यस्तो दिमाग खराब हुन्छ नि त बेलुका कति चिसो मिठोहरू खान मन लाग्छ होइन तर खानै पाइँदैन के गर्नु दुःख छ नि त यहाँ विदेशमा दुःख छैन त कति दुःख छ चिसो खान मन लाग्छ चिसो खानै पाइँदैन कस्तो दुःख लाग्छ नि त होइन सुन्दर संसारमा म पनि आएँ है हजुरहरूको माझमा गीत मैले गाएँ है सपना मेरा धेरै छन् पुग्न यहाँ सक्दिनँ दुई शब्द मात्रै बन्दुकले हाने है गीत मेरो यस्तै छ बुझाउन सक्दिनँ मनका कुरा यहाँ धेरै खोल्न सक्दिनँ मेरा दुश्मनहरू धेरै छन् पचारी लचारी पार्दैछन् म भागी हिँड्छु देश छोडिदिन्छु अर्को देशमा गई मैले म छानिदिन्छु मैले खोले गीत यहाँ अब झर्दैछन् शब्दहरू त्यहाँ तपाईँहरू मात्र होइन यहाँ मेरा केटाहरूले सुन्छन् म जले त्यहाँ मैले गीत गाउँदैछु होइन ल मैले शब्द फ्याँक्दैछु होइन ल या मेरा मनका कुरा थप सबै त मेरा मनका कुरा सबै यहाँ खोल्दैछु ल मैले सुनिराख मेरा केटाहरू केडीहरू बुझिराख मैले मनका कुरा मैले मनका कुरा खोलेको है मेरा गीतहरू आउँदैछन् यी शब्दहरू फ्याँक्दैछन् जस्ट टु ब्लकमा सानोतिनो मैले हालिदिएँ है यहाँ कुनै शब्द मिल्या छैन यहाँ कुनै वर्ष हाले छैन गीत त मेरो लेखिँदैछ यो त मात्र टेलरको सोच है नो फुलबुटे साडी सपक्क पारी पछ्यौरी यहाँ मलमल पछ्यौरी यहाँ मलमल कान्छी तिम्रो के छ नाम यहाँ भन न मनका कुरा मैले मात्र गर न तिमी भन्दा माथि मैले देखेको छैन तिमी जस्तो सुन्दरी मैले पाएको छैन विश्वको रातमा गात म जस्तो हातमा जति पड्किने मान्छे यहाँ रात बात गाली मलाई चाप चारैतिर लाप मेरो बाल्यकालदेखिको मिल्ने साथी हाम्रो मित्रता अरू सम्बन्ध भन्दा माथि हामी सहर घुम्न जान्थ्यौँ राति भागी घरमा आमा बुवालाई ढाँटी मर्न अनि मार्न तयार एकअर्काको लागि हामी सँगै बस्थ्यौँ स्कुल पढ्दा हामी दुवै नजानी यदि एउटा बिरामी जे पनि पार्ने हाम्रो राम्रो थियो बानी एक दिन उसले चुरो सल्काइ सोध्यो ओए खाने मैले पनि ताने सङ्ख्या छैन माने दिन बेत्दै गयो अनि लाग्यो त्यसको पानी बिस्तारै कुलसमा फस्यो जानी नजानी गाजा अनि
पानी गोटी सामान र पानी यो पछि त्यो पछि त्यो दामी च्याप नभए दिन पनि राम्रै नलाग्ने त्यसपछि कहिले उस्तै रहेनौ हामी जग्गा चाहिँ यता आउनु पर्ने रहेछ यस्तो दामी जग्गा थियो मा कसम हेरेको हेरे म त यति मजा लाग्यो हजुर होइन उता पानीको रन होइन यता त्यो रक्सी दोकानबाट त्यो यता छिरेर सिधै यता गएर कहाँ गयो यार यति मजा पार्क पनि यस्तो दामी मा कसम दाजु कस्तो दामी लाग्यो यार म त यतै रुम दिए पनि हुन्थ्यो कम्पनीले जस्तो लाग्यो मलाई त कति मजा रह्यो यार यतापट्टि त्यहाँ हामी रुमदेखिबाट 3 किलोमिटर हिँडेर गएका ए हो र त्यही त मजा लाग्यो यार दाजु मजा लाग्यो आनन्द लाग्यो अब चाहिँ निन्द्रा लाग्छ भरे मजाले हुन्छ दाजु म बनाइहाल्छु नि दाजु म बनाइहाल्छु नि के बनाउनु खसीको मासु बनाम खसी बनाम कि भेज खाने कि खसी खाने खसी खाम खसी नै खाम त्यसो भए तपाईँ कहाँ जानुभएको दाजु मेरो मुटुभित्र बसेको दाजु कहाँ जानुभएको तपाईँ ए हुन्छ मेरो दाजु हुन्छ भाइको शब्दहरूले गर्दा यहाँ आत्मा फड्कियो धेरै बोल्न थियो घाँटीमा अड्कियो दुखिसकेको टाउको गीत रेकर्डिङ गर्न पैसा चोर्न सकिन बाउको मेरो बाउले धनी छैन पैसा कहाँबाट हुन्छ म त यस्तै रहेछु मनका कुरा खोल्छु मैले यहाँ मनको कुरा खोल्यो हो र मैले नाचेको होइन यहाँ गीत गाएको होइन मैले मनका कुरा यहाँ तिमी माथि खोलेको कहाँबाट स्टार्ट गरेको तिनीहरू खतम भयो बाई अब फेरि अर्को भिडियोमा भेट गर्नुपर्छ ल छिटै आउँदैछु फेरि फर्केर हजुरहरूको माझामा टक्कसँगले फेरि खतरनाक पाराले जोस लिएर आउँदैछु एकदम पुरा जोस एकदम दिमागमा जोस अनि मेरो पुरा फुल एनर्जीको साथ आउनेछु ओके बाई बाई धन्यवाद आउँदैछु फेरि